यहाँ यो पनि उडिरहेछ यो के हो दामी दामी चरपटे बनाउनुहुन्छ अनि तपाईहरु यहाँ मैले भने नि त्यहाँनिर डेटिङ बसेर आएर चाहिँ यहाँ आन्टीकोमा खाजा खान सक्नुहुन्छ तपाईहरुले अनि आन्टीले तपाईहरुले यहाँनिर आएर मेरो नाम लिएर आएर खाजा खानु भयो भने चाहिँ मलाई फेरि फ्रीमा 50 को चरपटे दिनुहुन्छ वेलकम टु माई ब्लग सो आजको भिडियोमा तपाईहरु सबजनालाई स्वागत छ अनि आज चाहिँ हाम्रो गाउँको मन्दिरमा छु म हैन ओए यहाँ चाहिँ साइकल लिएर आइज न छिटो अनि मेरो भन्दा पनि यो गाउँको आन्टीको साइकल हो कि त्यो म जोस् हामी चाहिँ यहाँ आज रङ के अरे राइटमा हिँडेको क्या यो साइकलमा जोस् मेरो साइकल चाहिँ रोक न मेरो साइकल चाहिँ 1 वर्ष भयो मैले अस्ति पनि भनेको थिएँ नि 1 वर्ष भएको थियो त्यो साइकल मैले त्यो साइकल ग्यारेजमा राखेको अनि त्यो झिकेको छैन अब त्यो बनाउनुको लागि 2000 खै कति लाग्छ अरे पैसा हैन तर मसँग पैसा नभएर मैले त्यो ननिकालेको हैन अनि जोस् यो साइकल चाहिँ यो साइकलको यो चेन त्यो आन्टीले भन्नुहुँदै थियो यो चेन बनाइदिनु यो टाइट गरिदिनु भन्नुहुँदै थियो अनि त्यो पनि बनाउनु पर्ने छ अनि यो गाउँमा पनि यसो डेटिङ बस्ने ठाउँ छ क्या एउटा हाम्रो यो खुद्नाबारी 7 नम्बर जुगेखाडी भन्ने ठाउँमा अनि तपाईहरुलाई चाहिँ जोस् अब टाढाबाट हेरिराख्नु भछ भने चाहिँ अब गर्लफ्रेन्डहरु हुन्छ नि त तपाईहरुको अनि आउनु होला अब यता डेटिङ भनेर क्या अब लोकेसन तपाईहरुलाई म देखाउँछु हैन यहाँ परदेखि यो दुर्गापुर जाने बाटो रोड जुन देखिरहनु भछ नि यहाँबाट सिधा जानुपर्छ तलतिर अब यहाँनिर चाहिँ मैले के देखाउन आँटेको भन्दाखेरि यसमा देखाउँछु यस्तो तलको चाहिँ डेटिङ बस्नु यहाँनिर चाहिँ मन्दिर छ अनि यो हाम्रो यो लिम्बूको पनि रहेछ क्या यहाँनिर अनि त्यही भएर चाहिँ यो हाम्रो लिम्बूको भगवानन्द गुरुको चाहिँ देखाउन आएको क्या म यहाँनिर टक्क बनाइदिनु भएको रहेछ यहाँनिर जोस् हाम्रो 7 नम्बरको मन्दिर यही हो है अनि अब धेरै नभनौँ हैन जस्तै देखाउनुको लागि जाउँ तलतिर देख्न सक्नुहुन्छ अनि यही बाटो है त्यो डेटिङ बस्ने ठाउँ जाने चाहिँ त्यो चाहिँ दामी भनौँमा त्यो ठाउँ चाहिँ दामी छ क्या त्यो डेटिङ बस्ने ठाउँ त्यहाँनिर जङ्गलको बिचमा अनि त्यहाँनिर चाहिँ ग्राउन्ड छ एउटा ठुलो ग्राउन्ड छ अनि त्यहाँनिर चाहिँ भनौँ न जस मजा हुन्छ क्या त्यहाँनिर चाहिँ जस तपाईँहरूलाई म त्यहाँनिरै गएर देखाउँछु क्या अनि मेरो ड्राइभर देख्न सक्नुहुन्छ मेरो मामा र म भान्जा छौँ हामी है आज अर्काको साइकलमा हाम्रो दुईटा साइकलमा जाने सोच्थ्यो तर त्यो अङ्कलै हुनुहुन्थेन रहेछ क्या घरमा नत्र भए हामी दुईटा राइड हान्नु आँटेको थियो बबाल कस्तो खतरा हुन्थ्यो अनि मेरो क्वालिटी कस्तो छ तपाईँहरूले त्यो पनि कमेन्ट गरिदिनु होला मैले चाहिँ फोन किनेको नि त अनि पहिलेको भन्दा राम्रो छ जस्तो लागिरहेछ मलाई तर खोइ भिडियोमा हेर्दा चाहिँ राम्रो देखाउँदैन त यसरी यो भिडियो गर्दाखेरि चाहिँ राम्रो देखाइरहेछ क्या अनि हाम्रो यो बनपिस चोक पनि जुगेखाडी चोक हामी आइपुग्ने हालिसक्यौँ है तपाईँहरूलाई चोक पनि देखाइन्छ अनि त्यहाँनिर चाहिँ बबाल एउटा आन्टी हुनुहुन्छ खालि त्यो आन्टीले चाहिँ दामी चरपटे पनि बनाउँछ होइन त्यहाँनिर यसमा गएर हामी चरपटे खान्छौँ सुरुमा चाहिँ तपाईँहरूलाई हामी म डेटिङ बस्ने ठाउँ चाहिँ देखाउँछु है र अनि हाम्रो यो जुगेखाडी चोक चाहिँ यही हो होइन अनि यहाँनिर खरबुजा ल्याएको छ आन्टीहरूले यही हो जुगेखाडी चोक जस यहाँबाट चाहिँ यता हो होइन एउटा बनपिस छ नि यहाँ यो बनपिसदेखि चाहिँ यता जानुपर्ने हुन्छ होइन यता जाँदैछौँ हामी यतै हो त्यो ठाउँ चाहिँ अनि यहाँनिरको चाहिँ बाटो चाहिँ बबाल दामी बनाएको रहेछ यहाँ कसको चाहिँ हो यो होइन मलाई थाहा छैन टेन्डर होइन तर पनि बाटो चाहिँ दामी बबाल पिचभन्दा खतरा हुने हाम्रो मामाले साइकल चाहिँ बबाल कुदाइदिरहेको छ एनर्जी पुरा हुन्छ नि मासु भात खाएर आएको रहेछ कि आज एनर्जी चाहिँ पुरा देखाइरहेको छ यसले अनि यहाँ एउटा यो चाहिँ पुल भनौँ न यो सानो पुलमा छौँ आइपुगिसक्यौँ अब आइपुग्ने हाट्नु थोरै छ यो ठाउँमा चाहिँ पुरा हात्ती आउने ठाउँ हो होइन यो चाहिँ पुरा यो जङ्गल छेउमै छ नि त हात्ती चाहिँ बबाल आउँछ यहाँ ठुल्ठुलो हात्तीहरू आउँछ होइन पैसा आउँछ यहाँनिर 1000 को नोट आउँछ 1000 को नोट पैसा आउँछ होइन यो ठाउँमा पुरा यहाँनिर चाहिँ जङ्गल अस्ति एकचोटि यहाँ यहीँ थिएँ हात्तीको अब यो बुझ्नु त क्या मसँग हामीसँग रेस खेल्दैछ त यो र अब हामी चाहिँ आइपुग्नु हाल्यो पनि त्यो डेटिङ बस्ने ठाउँ जस मेरो ड्राइभर चाहिँ जस राम्रो छ होइन खतरा एनर्जी बोकेर आएको छ मासु भात खाएर आएको हो नि त आज अहिले अनि जस खतरा भनौँ न राइड पुरा अब एनर्जी लिएर मलाई पुरा तानिरहेको छ म कति केजी छु भने 60 केजी भन्दा बेसी नै छु होला त्यत्रो होइन हुन्छ नि तानिरहेको छ यसले एनर्जी छ यसको चोट त खाँदैनस् यहाँबाट चाहिँ यता राइट यता सक्नुहुन्छ यस्तो बाटो छ है र यहाँ बाख्रा आउँदैछ है यहाँ यो पनि उडिरहेछ यो के हो यो बकुला धान फलेछ बाजे सुन्नु न बाजे यहाँ हात्ती कतिको आउँछ त्यसलाई सोध्दैछु है हात्ती कतिको आउँछ भनेर अनि यो यहाँ चाहिँ यो जङ्गलको छेउमा घर हो नि त अनि यहाँ बाजेलाई सोधौँ न हात्ती यहाँ अब हात्ती आयो भने चाहिँ यहाँनिर पुरा हुन्छ नि धान सान यो सबै हानिदिन्छ क्या अनि यहाँ बाख्रा साख्रा पाल्नु भएको रहेछ बाजेले म बाजेलाई सोध्छु क्या हात्ती कतिको आउँछ यता
अनि हामी जङ्गल आइसकेको छौँ अनि यहाँ बाजेलाई सोध्नु पर्यो यहाँ हात्ती कतिको आउँछ भनेर बाजे कहाँ पुगिसक्नु भइसक्यो बाजे यहाँ हात्ती कतिको आउँछ भनिदिनु त यहाँ भिडियोमा हान्नु पर्यो क्या तपाईँले यहाँ तपाईँको यहाँ पछि यहाँ हुन्छ नि हात्ती खेलाउने फेरि हामी नै आउने फेरि थाहा छ दाजु बाजे भनिदिनु त यो तपाईँको घर होइन त्यो यहीँबाट छिर्छ हात्ती यहीँबाट जान्छ तपाईँको कति घाटा गर्दैछ मकै सकै खाइदिएको होला होइन खाइदिन्छ ए ठिक छ अनि र त्यहाँ त माछा मार्दैछ जस्तो छ छोरी मान्छेहरूले लाज लाग्यो है अब यहाँ जङ्गलमा आएर पनि लाज लागिरहेछ है आइज ल र मेरोमा पुरा राइडर बनिने अरे क्या पछि क्रस फायर किनेर अनि पुरा राइड होइन हुन्छ नि मैले अघि डेटिङ बस्ने ठाउँ भनेको चाहिँ यही भनेको है दामी छ यहाँनिर होइन यहाँ डाँडामाथि गएर बस्दा पनि हुन्छ खोइ जुमै हुँदैन त यहाँ माथि गएर बस्दा पनि हुन्छ अनि यहाँनिर छ यहाँनिर चाहिँ हो बबाल ठाउँ हो भनेको यहाँ पहिले चाहिँ चौरी थियो अनि यो चौरी चाहिँ खोलाले बगाएर जस अहिले त्यति साह्रो राम्रो यहाँ गोल खेल्दैन क्या यहाँनिर आएर चाहिँ टिकटक बनाउनु चाहिँ बबाल रहेछ क्या म एकचोटि आएर टिकटक बनाएको थिएँ होइन टिकटक चाहिँ बनाएको थिइनँ होला भिडियो चाहिँ बनाएको थिएँ यहाँनिर पहिले आएर अनि गर्लफ्रेन्ड तपाईँहरू मैले भने त गर्लफ्रेन्डहरू छ भने मेरो साथीहरू तिमीलाई भनौँ न अब त्यस्तो भन्नु खोजेको होइन तर राम्रो ठाउँ अब जो शान्ति होइन पुरा अब हावाको शीतल अब होइन इलामै होइन यो झापै होला के अरे हावा शीतल होइन अब रुखको हावा खान्छ भने यहाँनिर आएर आनन्दले काखमा बसेर आहा कति मजा आउँछ यहाँनिर होइन यस्तो बबाल ठाउँ छ क्या साँच्ची हो भने कि पोखरी पनि छ यहीँ तपाईँहरू यहाँनिर पानी त अब यो पानी छोयो भने त के अरे घाउ निक्लिहाल्छ होला यो पानीले तर पनि पोखरी छ यहीँ होइन यस्तो यहाँ बारेको छ यहाँनिर चाहिँ यहाँ के भन्छ सुबारीहरू के रोपेको छ यहाँ खोइ के रोपेको थियो यहाँ पहिले खोइ के रोपेको थियो अहिले चाहिँ रहेन रहेछ अनि अब यहाँनिर मेरो हल्का सुटिङ हुन्छ है अब पुरा देखाइदिन्छु म अनि हामीले चाहिँ त्यहाँबाट चाहिँ आइसक्यौँ हामी मामा भन्छ होइन यहाँनिर चाहिँ यहाँ गुरुङहरूलाई चाहिँ नदेखाउनु भन्दैछ तर देखाउँदिनँ म यहाँ चरबाट खाँदैछ बिचराहरूको बिल्ला हुन्छ अरे गर्लफ्रेन्डहरूले देख्छ अरे नि त त्यही भएर आन्टी हामीलाई 50को चरपटे होइन कि कतिको त्यही हामीलाई चाहिँ 50को चरपटे एउटा रम्पमा हालेर आन्टी होइन मामा पैसा त ब्याङ्क ब्यालेन्स तपाईँ नै हो अनि यहाँको आन्टीले चाहिँ दामी चरपटे बनाउनुहुन्छ अनि तपाईँहरू यहाँ मैले भने नि त्यहाँनिर डेटिङ बसेर आएर चाहिँ यहाँ आन्टीकोमा खाजा खान सक्नुहुन्छ तपाईँहरूले अनि आन्टीले तपाईँहरूले यहाँनिर आएर मेरो नाम लिएर आएर खाजा खानुभयो भने चाहिँ मलाई फेरि फ्रीमा 50को चरपटे दिनुहुन्छ होइन आन्टी त्यही हो अनि हाम्रो साइकल पनि बनाउनु पर्ने छ चेन फुक्ले छ हाम्रो ड्राइभरले अलिक बेसी कुदाउँछ क्या साइकल कहिले साइकल छुनु पाएको थिएन नि त त्यही भएर अलिक बेसी कुदाएर चेन फुकालेको छ अब त्यो पनि अर्काको साइकल चाहिँ मार्छ फेरि चाहिँ साइकलको ग्यारेज आइसकेको छु अङ्कल यो चेन टाइट गरिदिनु अरे आन्टीले भन्नुभएको यहाँ हिजो बनाउनु भएको थियो नि साइकल अनि यो चाहिँ हाम्रो समुदायको ग्यारेज हो साइकल ग्यारेज होइन बाइक ग्यारेज पनि हो अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ बन्न पिच चोकमा आएर तपाईँहरूको बाइकहरू बिग्रियो भने होइन यहाँनिर आएर बनाउन सक्नुहुन्छ साइकल बाइकहरू के मैले राम्रो नराम्रो भने होइन अब अङ्कल हो नि त गाउँको अङ्कल हो अब यति त भनिदिनु पऱ्यो नि त अरू बेला अब साइकल मेरो आएपछि बनाउँदाखेरि पम्चर भयो भने फ्रीमै गरिदिनु पनि हुन्छ अङ्कलले होइन अङ्कल ल त्यति भन्दै अब साइकल बनाएर चाहिँ बाई अर्को भिडियोमा भेट्नेछु म लास्ट क्लिप्स यो साइकल चाहिँ मेरो साइकल चाहिँ यसरी नै भइरहेको छ यसरी नै बसिरहेको छ होइन कबाडी भएर देख्न सक्नुहुन्छ यसरी नै बसिरहेको छ होइन 1 वर्ष भयो यो देखेर चाहिँ मलाई उपर माया लाग्छ मेरो साइकलको यो देखेर चाहिँ यो यस्तरी नै बसिरहेको छ क्या मेरो साइकल पहिले त मैले 1 वर्ष त यस्तो दामी भ्लग बनाएर हिँडेको थिएँ मेरो साइकलमा होइन यस्तो दामी केटीहरू जिस्काएर हिँडेको थिएँ अब अहिले यस्तो हालत छ साइकलको मेरो होइन अब कहिले निकालिदिन्छु अनि त्यतिखेर देख्नुहुन्छ तपाईँहरूले